असफल शासन र अधुरा बाचा। ओलीले सधैँ बाचा धेरै गरे, समृद्ध नेपाल, रेल, पानी जहाज, रोजगारी, तर परिणाम रेल आयो भाषणमा मात्र, पानी जहाज कागजमै सीमित र बेरोजगारी अझै बढ्दो। उनको कार्यकालमा धेरैले नारा धेरै काम थोरै भनेर भनि नै रहेका थिए। विवादित अभिव्यक्ति र स्तरहीन राजनीति, प्रधानमन्त्रीको कुर्सीमा बसेर व्यङ्ग्य, व्यक्तिगत कटाक्ष, अपमानजनक शब्द, यस्ता बोलीले राजनीति बहसको स्तर नै झार्यो। प्रधानमन्त्री जस्तो पदको गरिमा पनि घटाइदियो अनि युवामा वितृष्णा बढायो। राजनीतिक नीति र दृष्टिकोणको हुनुपर्थ्यो, तर ओली शैली धेरै पटक मन्जिया मजाक जस्तो देखिने गर्थ्यो, अझै पनि त्यही देखिन्छ। ओली भ्रष्टाचार विरुद्ध बोल्छन्, तर आफ्नो नजिकको विवादमा मौन, ठुलो काण्डमा स्पष्टता कारबाही नै छैन, विरोधीमाथि मात्रै आरोप। यसले बनायो भ्रष्टाचार विरोधी भाषण र तर व्यवहार कमजोर भन्ने छवि जेरो। अब युवा पुस्तामा टाढिँदै गएको नै छ ओली। आजको युवा जवाफदेही नेता खोज्छ, पारदर्शिता खोज्छ, सम्मानजनक भाषा खोज्छ, तर ओलीको पुरानो सोच, व्यङ्ग्यात्मक बोली, म नै सबै हुँ भन्ने शैलीले युवा पुस्ताबाट उसलाई टाढा नै ढकल्दैछ। यही कारण नयाँ अनुहार, स्वतन्त्र उम्मेदवार सबैजनाले खोजिरहेका छन् र सबैजना उदाइसकेका छन्। केपी शर्मा ओली एक समयका शक्तिशाली नेता थिए, तर आज चाहिँ अहङ्कार, असफल निर्णय, लोकतन्त्र विरोधी कदम, विवादित बोली, यी सबैले उनको राजनीति पुँजी क्षय हुँदै गएको देखिन्छ। अब प्रश्न यो हो, ओलीमाथि जनताको भरोसा अझ बाँकी छ कि छैन? अब यो अबको मतदानपछि थाहा हुनेछ।